नेपालको नामाकरण आखिर कसरी रह्यो त? नेपाल त्यस्तो नाम हो जसले विश्वलाई चिनाउँछ। नेपाल नाम कसरी रह्यो? हाम्रो देशको समय समयमा सिमाना थपघट भए तापनि परपूर्व कालदेखि नै हाम्रो देशको नाम नेपाल रही आएको थियो। इतिहास साँची छ, किनभने विभिन्न धर्मग्रन्थहरूमा नेपाल शब्दको प्रयोग भएको पाइन्छ। प्राचीन कालमा हालको नेपालभन्दा पनि विस्तृत भूभागलाई नेपाल भनिन्थ्यो। मध्यकालमा आएर काठमाडौँ उपत्यका र छेउको भूभागलाई नेपाल भनिन थाल्यो। एकीकरणपछि नेपाल शब्दले वर्तमान अधिराज्यलाई बुझाउँछ। नेपाल शब्दको उत्पत्ति बारे विभिन्न इतिहासकारहरूले आफ्नै तर्कमा व्याख्या गरेका छन् र अनुमान प्रस्तुत गरेका छन्। नेपाल शब्दको उत्पत्ति विभिन्न भाषा, जाति, वंशावली, प्राचीन ग्रन्थ तथा अभिलेखको आधारमा वर्णन गरेको पाइन्छ। भाषा अनुसार नेवारी भाषामा ने मध्ये पादेश भन्ने हुन्छ। नेपा शब्दलाई प्रत्यय थपिएर नेपाल हुन गएको छ। नेपाल विभिन्न हिम श्रृङ्खलाहरूको बीचमा रहेकाले नेपाल नाम रहेको भन्ने पनि चलन छ। लिम्बू भाषाकोमा समथर भूभागलाई नेपाल भन्न सकिन्छ। संस्कृत भाषामा निप र पहाड, निपको अर्थ हुन्छ पहाड, फेदी वा आलय घर भन्ने हुन्छ। लेप्चे भाषामा नेको अर्थ पवित्र, पालको अर्थ थुप्रै मन्दिर तथा पवित्र स्थल भएकाले नेपाल भनिआएको हो। तिब्बती भाषामा ने घर, पाल उन। प्राचीन समयमा उन तथा उनको सामग्री प्रशस्त पाइने भएकाले नेपाल भनिएको छ।